साथीहरू भन्छ नि आफूले खानेको खाल्टामा आफै पर्छ भन्छ नि। तर हामीले धेरैवटा खाल्टा खनेको थियौँ। हामी आफै त परेनौँ, तर आज हामीले के गर्यौँ तपाईँलाई देखाउन चाहन्छु। आज चाहिँ हामीले वृक्षरोपण गऱ्यौँ है। आज मौसम राम्रो थियो, पानी परेको थियो। हामीले यसरी धेरैवटा खाल्टा खनेर राखेको थियो। सायद आजकै दिन पर्खेको जस्तै है, पानी पर्खेको जस्तै हामीले मन्डेदेखि यस्तो धेरै खाल्टा बनाएका थियौँ। तर आज चाहिँ हाम्रो यहाँनिर वृक्षरोपण गर्ने आजको डेट थियो। सो पानी पनि पर्यो है, सबै कुरोले साथ दियो। यसरी फर्टिलाइजर है, काउडङ हामीले लगायौँ माटोसँग फिटेर, र हामीले यो पौधालाई यसरी लगाउने काम गऱ्यौँ है। तपाईँलाई देखाउन चाहन्छु। यसरी हामीले है यहाँको सोइल र जुन चाहिँ हामीले फर्टिलाइजर काउडङ गाईको मल ल्याएका थियौँ फिटेर हामीले आजको दिन चाहिँ हाम्रो यस्तो भयो साथीहरू। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस्। तपाईँलाई देखाउन चाहन्छु आजको हाम्रो वृक्षरोपण। यो त हामीले प्लान्ट रोप्यौँ है, प्लान्ट लगायौँ। आज हामीले धेरैवटा थरीको प्लान्ट लगायौँ है। यति मात्र नभएर धेरैवटा तपाईँलाई देखाउन चाहन्छु। यहाँ धेरैवटा यसरी हामीले खाल्टा खनेर राखेका थियौँ र यस्तो प्रकारले आजको दिन चाहिँ हाम्रो यस्तो प्रकारले बित्यो। र आजको दिनमा चाहिँ हामीले यस्तो धेरै प्लान्टहरू लगायौँ। तपाईँलाई देखाउन चाहन्छु। हामीले फर्टिलाइजर है, काउडङ गाईको मल, जङ्गली मल मिसाएर चाहिँ हामीले यस्तो यो जुन चाहिँ हामीले यो प्लान्टलाई लगायौँ। यो प्लान्ट अति नै राम्रो प्लान्ट हुन्छ। यो चाहिँ स्टेप बाई स्टेप हुन्छ है। यो प्लान्टको नाम चाहिँ ठक्कै भन्दाखेरि चाहिँ यसको नाम अलिकति अप्ठ्यारो छ। म तपाईँलाई क्याप्सनमा राखिदिनेछु। यो प्लान्टको नाम चाहिँ तपाईँलाई देखाउन चाहन्छु। आज मैले एक्लै गरेन, हामीले टिमले गरेको काम हो। यो चाहिँ टिमवर्क है। आज हाम्रो टिमवर्क चाहिँ मजबुत छ। हाम्रो टिमवर्क हेर्नु तपाईँलाई देखाउन चाहन्छु। हेर्नुहोस् चाहिँ हामीले चाहिँ सबै टिमवर्क गरेको है, एक्लै दुक्लेले गरेको होइन। हामीले टिमवर्क गऱ्यौँ। आज हाम्रो प्लानिङ थियो, तपाईँलाई देखाउन चाहन्छु। यति बेसी प्लान्ट चाहिँ हामीले लगाएको छौँ। सो तपाईँलाई यो प्लान्ट मन परे लाइक कमेन्ट सेयर गर्न तपाईँले नबिर्सिदिनुहोस्।